जय नेपाल साथीहरू, नेपाल एनपिएल सिजन 2 आजबाट खेल सुरु हुन्छ र जसमा चाहिँ जनकपुर बोल्ट काठमाडौँ गोर्खा बीच आज भिडन्ट छ है। आज हेर्नुपर्ने म्याच छ किनभने आज यो एनपिएल सिजन 2 को प्रथम म्याच हो। एकदम मजा आउँछ हेर्नमा है। यो भन्दा गएको सालमा चाहिँ लाइटिङ थिएन हैन, फ्लड लाइट थिएन। यसपालि फ्लड लाइट एकदम 6वटा फ्लड लाइट जडान गरेको छ। एकदम मजाको छ है हेर्नमा। यसपालि मजा आउँछ र सकभर घडी बेलुका हैन, घडी बेलुकातिर म्याच स्टार्ट हुन्छ, सुरु हुन्छ म्याच घडी बेलुकाबाट र त्यसमा चाहिँ फ्लड लाइटको चाहिँ आकर्षक एकदमै बेग्लै देखा पर्छ हैन। हाम्रो एनपिएल सिजन 2 एकदम मजाको रोमाञ्चक यसपालि हुन्छ भन्ने जस्तो आशा छ हैन। पछिल्लो साल पनि फ्लड लाइट नभएर पनि एकदम मजाको पर्फर्मेन्स गरेछ हैन एनपिएल सिजन 1 ले। र यसपालि त फ्लड लाइट पनि छ हैन। कमेन्टेटर पनि हिन्दीमा छ है। हिन्दीमा पनि आउनुभएको छ आकाश चोपडाजी र उहाँको टिमहरूलाई वेलकम छ नेपालमा। र यसपालि धेरै मजा आउँछ है साथीहरू। एनपिएल सिजन 2 मा सबैजना मजालाई सपोर्ट गर्नु, एकदम समर्थन गर्नु सबै साथीहरूले। देश विदेशमा भएको साथीहरूलाई पनि लाइभ हेर्न सक्नुहुन्छ हैन। नेपालको चाहिँ 4 बजेदेखि स्टार्ट हुन्छ खेल चाहिँ हैन। गेम चाहिँ 4 बजेदेखि स्टार्ट हुन्छ र अरू देशको थाहा छैन, तर मलेसियाको 6:15 चाहिँ स्टार्ट हुन्छ है मलेसिया टाइम अनुसार। तपाईहरु पनि एकदम मजाले हेर्न सक्नुहुन्छ लाइभ अनलाइन प्लेटफर्मबाट। स्टार स्पोर्टको च्यानलमा गएर हेर्न सक्नुहुन्छ है। र अझै 1-2टा एप्स छ हैन। अब जुन साथीको एप्समा चल्न सकेन भने हैन मलाई कमेन्टमा लेख्नु होला हैन, भन्नु होला मेरोमा चलेन, म तपाईहरुलाई जानकारी गराउँछु हैन। तपाईहरुलाई म रिप्लाई दिन्छु कुन एप्समा तपाई हेर्न सक्नुहुन्छ भनेर है। हुन त फेसबुक लाइभ पनि दिन्छ होला हैन, युट्युब लाइभ पनि दिन्छ। लाइभ त विभिन्न ठाउँबाट हुन्छ प्रसारण। अब हेरौँ तपाईहरुको लागि कुन सजिलो छ हैन। कति यहाँ यसमा प्रिमियम छ हैन, प्रिमियम तिरेर पनि हेर्न गर्छ साथीहरु। जस्तै टिभी राइटहरु अनलाइन प्लेटफर्म किनेर पनि हेर्छ साथीहरुले। अब हेरौँ विदेशमा चाहिँ के कसो हुँदो रहेछ आज हेरेपछि बल्ल थाहा हुन्छ। र जहाँसम्म लाग्छ कि जसरी पछिल्लो साल चाहिँ गत साल चाहिँ जसरी हामीहरूले अनलाइन माध्यमबाट हेरे हैन, फ्री अफ कस्ट स्टार स्पोर्टबाट हेरे, त्यस्तै यसपालि पनि हेर्न पाओस् भन्ने आशा छ है। ल साथीहरु अब यति भन्दै हैन, अब हेरौँ म्याचको रिजल्ट बेलुकातिर हेरौँला राति को चाहिँ जित्छ हैन। जनकपुर बोल्ट भर्सेस काठमाडौँ गोर्खा चाहिँ बवाल म्याच हुन्छ आजको, खतरनाक म्याच हुन्छ है। दुवै टिम एकदम एउटा डिफेन्डिङ च्याम्पियन छ र अर्को टिम चाहिँ अब उहाँ चाहिँ लड्दा चाहिँ बिचमै आउट हुनु भएको थियो है खेल्दा खेल्दै। अब हेरौँ यसपालि के कसो हुन्छ हैन। काठमाडौँ गोर्खा पनि एकदम स्ट्रङ टिम छ र आज जनकपुर बोर्डको लागि एउटा जिमिनेसन गएर एकदमै अलिकति टिम विकनेस जस्तो फिल भएको छैन। तर पनि सबैको साथ सहयोग र सबै इन्टायर टिमको एकदम एकताले टिम मजबुत हुन सक्छ भन्ने आशा छ है। सबैजना एकदम आफ्नो आपसी कम्बिनेसन, आपसी सद्भाव राम्रो राखोस् हैन। एकदम मजाले सबैजना मिलेर हैन गेमलाई अन्तसम्म लगाऊ र यसपालि पनि ट्रफी जितोस् भन्ने आशा र अपेक्षा राखेको छु। यति भन्दै जय नेपाल, जय एनपिएल सिजन 2।